हेलो वेलकम ब्याक स्वागत छ तपाईहरुलाई फेरि मेरो अर्को नयाँ भिडियोमा। र आजको यस भिडियोमा चाहिँ म तपाईहरुलाई के जानकारी गराउन चाहन्छु भने यदि तपाई नेपालमा हुनुहुन्छ या त नेपालदेखि बाहिर अरु कुनै कन्ट्रीहरुमा हुनुहुन्छ, साउदी, दुबई, कतार, मलेसिया, चाहे जुनसुकै देशमा होस्, त्यो देशमा बसेर चाहिँ तपाई अलि ठुलो देशमा जाने सोच बनाइराख्नु भएको छ, प्लानिङ गरिराख्नु भएको छ भने चाहिँ यो भिडियो डेफिनेटली तपाईहरुको लागि हो। सो यो भिडियोलाई अन्तिमसम्म पुरै हेर्नु होला। र आजको यस भिडियो मार्फत चाहिँ म तपाईहरुलाई के जानकारी गराउन चाहन्छु भने अहिलेको कन्डिसनमा कुन कुन देशहरुको लागि चाहिँ अप्लाई गर्दाखेरि राम्रो, चाहे तपाई नेपालमा हुनुहुन्छ या नेपालदेखि बाहिर अरु कुनै कन्ट्रीहरुमा हुनुहुन्छ, चाहे साउदी, दुबई, कतार, मलेसिया, जुनसुकै कन्ट्रीमा हुनुहुन्छ, अहिले कुन कुन देशको लागि अप्लाई गर्दा राम्रो र कुन देशको लागि अप्लाई गर्दाखेरि चाहिँ तपाईहरुलाई भविष्यको दिनहरुमा गएर समस्या पर्न जान्छ। आज हामी यही विषयमा छलफल गर्नेछौँ र हामी सबैभन्दा स्टार्टिङको कन्ट्री, सबैभन्दा ठुलो राज्य अमेरिकाबाट स्टार्ट गर्नेछौँ। र अहिलेको कन्डिसनमा हेर्नुहुन्छ भने तपाईँ कुन तरिकाले युएसको लागि अप्लाई गर्दै हुन्छ, चाहे स्टुडेन्ट भिजा होस्, चाहे वर्किङ भिजा होस्। वर्किङ भिजा त धेरै गाह्रो नै छ नेपालबाट अप्लाई गर्नको लागि, चाहे डङ्की मारेर जाने प्लानिङ गर्दै हुन्छ। यदि डङ्की मारेर चाहिँ तपाईँ युएस जाने प्लानिङ गर्दै हुनुहुन्छ भने त अहिलेको त्यो प्लानिङलाई चाहिँ तपाईँले क्यान्सल गरेर त्यसलाई चाहिँ एकदम इग्नोर गर्दा राम्रो। किन भन्नुहुन्छ भने अहिलेको कन्डिसन भनेको युएसको लागि अत्याधिक सजिलो छैन। अहिलेको कन्डिसन भनेको धेरै समस्याहरू छ। त्यहाँको अमेरिकाको राष्ट्रपति डोनाल्ड ट्रम्पले चाहिँ अहिले इलिगल बस्दै आइराख्नु भएको, नेपाली मात्रै होइन कुनै पनि देशबाट चाहिँ त्यो युनाइटेड स्टेटमा इलिगल तरिकाले बसेर आइराख्नु भएको छ। उहाँहरू सबैलाई अहिले आफ्नो देश फर्काउने क्रम जारी नै छ र फर्काइ पनि राख्नु भएको छ होइन। त्यही भएर चाहिँ अहिले तपाईँहरू इलिगल वेबाट चाहिँ युएसतिर जाने प्लानिङ गर्दै हुनुहुन्छ या त अन्य कन्ट्री, युएस मात्रै होइन, तपाईँले युके भयो, अस्ट्रेलिया भयो, क्यानाडा भयो, यस्तो कन्ट्रीहरू पनि तपाईँहरू चाहिँ इलिगल वेबाट तपाईँहरूले जाने सोच विचार गर्दै हुनुहुन्छ भने चाहिँ सजग रहनु होला। अहिलेको समय भनेको धेरै गाह्रो छ इलिगल वेबाट अरू यो ठुलो कन्ट्रीहरू छिर्नलाई। र त्यस्तै तपाईँ इलिगल वेबाट युरोपमा पनि छिर्ने प्लानिङ बनाउँदै हुन्छ। युरोपको कन्ट्री धेरैवटा कन्ट्री छ, जर्मनी, पोर्चुगल, अब रोमानिया, जुनसुकै कन्ट्री भनौँ न। यदि तपाईँ साइप्रसमै हुनुहुन्छ, साइप्रसबाट पनि अन्य कन्ट्रीहरूमा छिर्ने प्लानिङ गर्दै हुनुहुन्छ भने चाहिँ अहिलेको कन्डिसनहरूमा चाहिँ तपाईँले यो एक्टिभिटिजहरूलाई चाहिँ नगरेकै राम्रो। किनकि अहिलेको कन्डिसन भनेको अमेरिका, अस्ट्रेलिया मात्रै होइन, युरोपको कन्ट्रीहरूमा पनि यसले धेरै समस्याहरू पारेको छ। र युएसए, क्यानाडाले मात्रै होइन, अहिलेको कन्डिसनमा भनेको धेरैवटा कन्ट्रीहरूले पनि इलिगल इमिग्रेन्ट्सहरूलाई चाहिँ डाइरेक्टली डिपोर्ट गरिरहेको छ। जस्तै पोर्चुगलले पनि धेरैवटा कन्ट्रीबाट इलिगल वेबाट छिरेको मान्छेहरूलाई चाहिँ डिपोर्ट गर्ने काम गरिरहेको छ। युरोपियन धेरैवटा कन्ट्रीहरूले चाहिँ अहिले इलिगल इमिग्रेन्ट्सहरूलाई चाहिँ डाइरेक्टली डिपोर्ट गर्ने काम गरिरहेको छ। सो त्यसमा तपाईँ पनि नपर्नु होला। चाहे तपाईँ जुनसुकै कन्डिसनबाट आउनुभएको छ, जुनसुकै वेबाट आउनुभएको छ, अलिकति केयरफुल भएर बस्नु होला। पछि हामी कुरा गरिन्छौँ कस्तो मान्छेले चाहिँ अप्लाई गर्ने, कस्तो खालको कन्डिसनमा चाहिँ तपाईँहरूले अप्लाई गर्न सक्नुहुन्छ भने चाहे युएसए होस्, चाहे क्यानाडा, अस्ट्रेलिया, युके, जुनसुकै कन्ट्री होस्, चाहे युरोपियन कन्ट्रीहरू होस्, जुनसुकै कन्ट्रीमा होस्, तपाईँको डकुमेन्ट्सहरू चाहिँ क्लियर छ, लिगल तरिकाले हुनुहुन्छ। चाहे तपाईँ स्टुडेन्टमा आउनुहोस्, चाहे वर्किङ भिजामा आउनुहोस्, चाहे भिजिट भिजामा आउनुहोस्, जुनसुकै कन्डिसनमा जुनसुकै वेबाट आउनुहोस्, यदि तपाईँको डकुमेन्ट्सहरू चाहिँ क्लियर छ, तपाईँलाई 100% छ, मेरो डकुमेन्ट्स चाहिँ कुनै फेक होइन, एकदम जेन्युन हो भन्ने तरिकाको लाग्छ भने त्यो कन्डिसनमा तपाईँहरू जुनै कन्ट्रीमा आउनुहोस् केही फरक पर्दैन। तपाईँ चाहे वर्किङको लागि आउनुहोस्, चाहे भिजिटको लागि आउनुहोस्, चाहे स्टुडेन्टको लागि आउनुहोस्, जुनसुकै भिजा लिएर आउनुहोस्, त्यसको लागि कुनै समस्या छैन। यदि तपाईँहरूले चाहिँ कुनै पनि फेक काम गर्दै हुनुहुन्छ भने चाहिँ त्यस्तो कन्डिसनमा चाहिँ तपाईँहरू धेरै सजग रहनु होला। अहिलेको कन्डिसन, अहिलेको अवस्था धेरै गाह्रो छ। यहाँ मात्रै होइन, युरोपियन कन्ट्रीमा मात्रै होइन, हरेक कन्ट्रीमा अहिले एकदमै टाइट गरेको छ। सो सजग रहनु होला र होसियार रहनु होला। र आजको यस भिडियो यति नै। आगामी कुन टपिक्समा तपाईँहरू भिडियो हेर्न चाहनुहुन्छ आफ्नो कमेन्ट दिन सक्नुहुन्छ र मेरो च्यानललाई लाइक एन्ड सब्सक्राइब गर्न नबिर्सिनु होला। सो फेरि हामी भेट्नेछौँ अर्को भिडियोमा।